मिनेटबाट 30 मिनेटसम्म चाहिँ कसरी बढाउने। धेरै 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 पुरुषहरूको समस्या। एउटा समस्या सानो छ ठुलो भएन भन्ने समस्या, दोस्रो समस्या भनेको चाहिँ अलि धेरै समयसम्म रमाइलो गर्न पाए हुन्थ्यो, 1 मिनेटभित्रै भइहाल्छ अनि मजै आउँदैन, आफ्नो पार्टनर यता रिसाउने यता आफूलाई मुड खराब हुने, यस्ता यस्तै समस्याहरू हुन्छन्। त्यसैले 1 मिनेटदेखि लिएर 30 मिनेटसम्म चाहिँ कसरी पुर्याउने, 1 मिनेटभित्र हुने मान्छेले 30 मिनेटसम्म चाहिँ कसरी गर्ने त भन्ने विषयमा भिडियो छ। भिडियोलाई पुरा हेरेर साथ दिनु होला। भिडियोको विषय के थियो भने चाहिँ 1 मिनेटभित्रै स्खलित हुन्छ, 2 मिनेटभित्रै स्खलित हुन्छ, ल छुनै नपाइकन स्खलित हुन्छ भने चाहिँ अब त्यसलाई टाइम चाहिँ कसरी बढाउने, आफ्नो पार्टनरलाई कसरी खुसी दिने, यो विषयमा भिडियो छ। धेरै पुरुषहरूको अब विवाह नभएका पुरुषहरूको पनि समस्या, श्रीमती नै छैन, पार्टनर छैन, के सुन्नु भन्ने कुराहरू आउन सक्छ। मास्टरबेसन धेरै गर्ने अनि आफ्नो पार्टनरको अगाडि जाँदाखेरि चाहिँ छुदैमा स्खलित भइदियो भने त के हुन्छ त्यहाँ? केही नै हुन्न खासै, त्यो धेरै ओभर सोच्नु पनि हुँदैन, केही होइन, त्यो सामान्य भइहाल्छ, कहिले छिटो कहिले ढिलो त्यो भइहाल्छ। तपाईहरु आत्तिनु चाहिँ